लोकल टेस्टको लागि होइन लोकल रातो भाले चाहिँ अब खाने तयारीमा अब काटेर उस भयो अब यसलाई ठ्याक्क भुत्लाहरू उरेर होइन ठ्याक्क पार्ने तयारी छ है त तपाईँलाई पार्ट स्टिप देखाउनेछौँ हाम्रो अन्तिमसम्म हेरेर चाहिँ साथ दिनु चाहिँ नबिर्सनु होला है त साथीहरू लोकल रातो भाले पानीमा राखेर अब पहिला यसको बाहिरको कभर जति अब छ्याक्क पार्ने नि पहिला सुरुमा यो चाहिँ लोकल स्टाइल है गाइस बोइलर कस्तो फुलिन्छ र सही मस्त धुएको देखाउनु भएको पुन्टे Which way?
कडा हुन्छ जस्तो गिठाको हुन्छ फ्राई गरिदिउँ न अचार गराएको हात पिहाल्दै म यहाँ लाइटिङ भएन ल मेहनत गरेपछि कडा पनि हुनसक्छ यस्तो राख्नु राखै यो राख है मासु त हुन्छ भिडियो बनाउनु आज हो त सिङ्गे बोकै काटेर पकाएर खाएर लाग्छ टिकाबाट बेसी मार्नु कमै आउने यहाँ लोकल भाले पकाउँदैछौँ एकदम मिठो होला जस्तो लागिरहेको मलाई धेरै दिनपछि खाँदैछु धेरै त नै एक हप्ता होला अस्ति भएर खाएको थिएँ फेरि आज कतिवटा भाले सब्जी पनि थाहा छैन केही सक्ने छैन मेरो अहिले केटालाई उ गर्नु गराएर हो नि यताउता पुग्न दिने हो नि गर्नु पऱ्यो ग्रेभीको लागि हो कि यो टमाटर काटेको फेरि ग्रेभी खासै राम्रो हुन्न सही हो आज हामीले खाँदैछौँ लोकल भालेको झोल सुप रस झोल सुप के भनेर बुझ्ने ग्रेभी चिकन फ्राई यस देखिन्न आउँदै देख मम रेडी भइसकेको छ यो राख्नु त मम्मीले त के मम के भेटाउँदैन मसलाई भन्छ रेडी फर मसला किनकि अब राम्रो आउँछ कि झन् हाँसन नजानेको देखेर अनि रङ रङ हुन्छ नि त हेर्न मजा आउँछ यहाँ उठ्ने चान्स हुन्न बेसी धुवा भएछ कोसँग आउनु काम लाग्दैन रस भिडियो गराउनु राख्नुपर्छ पार्दैन यस्तो गरेर ल बस कत्रा भयो झोल
लोकल चिकन खान लाग्यो टक्क झोल राखेर मस्त मुछेर होइन मजाले टेस्ट गरिहारौँ त कस्तो छ दामी छ बाल छ अनि यहाँ पिस छ एउटा एउटा मात्रै हो त्यहाँ त बस्यो होला नि पिस छ ल यता यता हजुर त आधी गराइसक्नु भयो त एकदम सलिड मिठो मिठो खानु भयो मिठो भयो नै त्यही त निकै हो न यता यस्तो छ चाला के खाने यता मम्मीले खाँदै हुनुहुन्छ कस्तो भयो स्पेशल ल दामी हो ल म चाहिँ आज लोकल कुखुराको झोल अनि भात खाँदैछु टक्क लाएर 12 बजे एकदम भोक लागिरह पिस खाएर हेरौँ एकचोटि कस्तो एकदम दामी भएर सही हो ल भात पनि खाऊ त हड्डी खाएर